को आशा लिएर साँचो माया खोज्ने लालसामा। तर के कहिले हामीले आफूलाई सोध्यौ खुसी साँच्चै कहाँ भेटिन्छ? कसैले भन्छ पैसामा, कसैले भन्छ सम्बन्धमा, अनि कोहीले भन्छ सपना पुरा भएपछि। तर किन तिनीहरू सबै हात लागेपछि पनि हामी अझै भित्रैभित्र खाली महसुस गर्छौँ? सत्य के हो भने खुसी कुनै गन्तव्य होइन, खुसी त हाम्रो भित्र छ, शान्त मनको गहिराइमा छ। तर त्यसलाई देख्न, सुन्न र अनुभूत गर्न हामीलाई आफ्नो मनको धुलो हटाउनु पर्छ। यस कथामा हामी तपाईँलाई लिएर जानेछौँ एउटा यस्तो यात्रामा जहाँ खुसी न खोजिन्छ न खरिद गरिन्छ, तर बिस्तारै पहिचान गरिन्छ। त्यो आत्मज्ञानको उज्यालोमा। पुरानो समयको कुरो, त्यो युग त्यस्तो थियो जब मानिसहरू जीवनका गहिरा प्रश्नहरूको उत्तर खोज्दै जङ्गल र हिमाल चढ्ने गर्थे। सत्तामा राजा हुन्थे तर आत्माभित्रको अशान्ति कम थिएन। मानिसहरू साधारण थिए तर जीवनका दुःख अत्यास लाग्दा थिए। भौतिक संसारको चकमक अझै धेरै फैलिएको थिएन, तर मानिसको मन भने त्यति नै चञ्चल